नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला है। म नमस्ते राइडर नेपालको नयाँ ब्लग लिएर आइरहेको छु। तर आजको विषय चाहिँ के थियो भने अहिले काठमाडौँको पोल्युसन होइन एकदम पोल्युटेड भएको छ। लगभग नम्बर 1मा पुगेको छ भन्ने चाहिँ समाचार आएको छ। त्यो के कस्तो हो उहाँ चाहिँ विज्ञहरूको कुरा भयो। तर साँच्चै भन्ने आँखा पोल्ने, नाक सुक्ने होइन, अनि नाक पिरो हुने यस्तो चाहिँ भइरहेको छ है। यो चाहिँ सबैले फिल गरेको छ। साह्रै नै पोल्युटेड भएको छ र यसबाट हामी बच्छौँ। यसको लागि हामीले अब के गर्न सकिन्छ भन्ने कुरा अब हामी राइडरहरूको लागि चाहिँ मेन एकदम डाइरेक्टै पर्छ नि त होइन। त्यसको लागि चाहिँ के गर्ने भन्ने कुरा त अब यहाँनिर अब धेरै गाह्रो कुरा छ। यो सब एकैचोटि भएको कुरा हो। अब यसको लागि चाहिँ सबभन्दा पहिला चाहिँ हामीले चाहिँ प्रपरली एउटा चस्मा चाहिँ लाउनै पऱ्यो है। चस्मा मात्रै लाएर पनि नहुने रहेछ है। म चस्मा लगाइरहेको छु है, तै पनि हल्का पिरो पिरो अनुभव भइरहेको थियो हिजो अस्तिदेखि नै होइन। अनि त्यसपछि भाइजर, अब फुल हेलमेट छ भने भाइजर लाउँदाखेरि त्यसले पनि उ गर्छ र मास्क अब कतिले लाउनु सक्नुहुन्छ त्यो पनि लाउँदा हुन्छ। र अब रह्यो यो चाहिँ अब प्रिकसनको कुरा तपाईँले पहिला नै अब कुरा गर्ने, तै पनि अब तपाईँलाई भइहाल्यो भने के गर्ने होइन। अब डक्टरकोमा जानु सक्नुहुन्छ होइन, अनि ड्रप लगाउनु सक्नुहुन्छ। र अब घरेलु उपचार भनेको त तपाईँले अब पानी छाप्ने होइन, आँखामा पानी छाप्ने, अनि यस्तो गऱ्यो भने तपाईँलाई चाहिँ कस्तो हुन्छ, शीतल हुन्छ, त्यसले पनि हुन्छ। ड्रप अब लगाउनु पर्ने हुने हुन्छ। र तपाईँसँग त्रिफला छ भने त्रिफला पाउडर तपाईँको नजिकको दोकानमा पनि पाउँछ है। त्रिफला पाउडर पाउँछ। त्यो पाउडरलाई चाहिँ तपाईँले उमाल्ने अथवा भिजाउने होइन, उमाल्दा पनि हुन्छ, भिजाउँदा हुन्छ। त्यसपछि पातलो कपडाले चाहिँ हामीले 2-3चोटि छानिसकेपछि पानी मात्रै हुन्छ। त्यो पानीलाई चाहिँ हामीले आँखा धुन सकिन्छ त्यसले है। अथवा एउटा कप पनि पाउँछ तपाईँले, अथवा हातमा राखेर आँखा खोल्ने त्यसमा होइन, अथवा कपमा राखेर आँखा खोल्ने गऱ्यो भने तपाईँको आँखाको शीतल हुन्छ होइन। अब यसले चाहिँ धेरै शीतल फिल हुने कारणले चाहिँ म चाहे त्यसको भिडियो पनि बनाएर हालिदिउँला, नत्र होइन। त्रिफला पाउडर कसरी युज गर्ने भने अहिलेलाई चाहिँ यो जानकारीको लागि मात्रै सानो एउटा भिडियो सेयर गर्दैछु होइन। र सबै राइडरहरूलाई चाहिँ एकदम सचेत भएर चाहिँ सेफ भएर गर्नु होला काम होइन। अब के गर्ने, अब यो पोल्युसन त हामीले हटाउनु सक्दैन। अब यो चाहिँ अब के भन्ने, सरकारको नीति भन्ने के भन्ने। यसपालि पानी पनि परेको छैन, त्यही भएर अलि धेरै भएको जस्तो लाग्यो होइन। पानी एकदम परेको भयो, यो सफा हुन्थ्यो आकाश, हेर्नु न। अहिले घाम पनि आँखा लगाइराखेन। त्यस कारणले चाहिँ सबैजना सुरक्षित रही आफ्नो आँखाको प्रोटेक्ट गर्नु, किन आँखा नै अब धेरै जटिल कुरा हो आँखा भनेको होइन। त्यो एकदम सेन्सिटिभ कुरा हो नि त होइन। तपाईँलाई केही भयो भने एकदम गाह्रो हुनसक्छ। आँखा चाहिँ खोलिरहेको नै महसुस भइरहेको छ। ड्रप मैले युज गरिरहेको छु होइन। अनि त्रिफलाले चाहिँ शीतल चाहिँ गरिरहेको छ है। त्रिफलाले चाहिँ एकदम शीतल गर्दैछ। त्यसले चाहिँ एकदम दिनभरि नै तपाईँलाई गर्मी महिनामा तपाईँलाई यो पोल्युसन होस् या नहोस् सधैँ युज गऱ्यो भने डेली 1-2 टाइम होइन, तपाईँलाई आँखा चाहिँ एकदम सजिलो हुन्छ। आँखालाई चाहिँ सजिलो हुने होइन, हेर्नलाई गाह्रो नहुने के हुन्छ। र सम्पूर्ण साथीहरूले, राइडर साथीहरूले चाहिँ यो कुराहरूलाई चाहिँ महसुस गर्नुभएको कुरालाई नै मैले उठाएको हो होइन। अब कसरी यसबाट बस्ने कुरा पनि मैले बताएँ होइन। अब तपाईँहरूलाई पनि थाहा भएको कुरा, ठुलो कुरो चाहिँ होइन यो, त्यही पनि मैले सम्झेँ। र सबैजनाले सुरक्षित भई राइड गर्नु होला र आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु होला त। र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, नमस्ते राइडर नेपाल युट्युबमा है। अनि त्यहाँबाट तपाईँहरूले चाहिँ लाइक सब्सक्राइब पनि गरिदिनु होला, अनि फलो पनि गर्नु होला र सेयर पनि गरिदिनु होला। त साथी, आजलाई चाहिँ मैले यो भिडियो यहीँ इन्ड गरेँ र अर्को जानकारी कुराहरू पनि तपाईँहरूलाई म लिएर आउनेछु अवश्य। अहिले चाहिँ मैले छोटो मिठो भिडियो बनाएको छु र सुनिदिनु भयो धन्यवाद। हस्, धन्यवाद।